हेलो गाइज, वेलकम टु माई फर्स्ट ब्लग। अनि म चाहिँ आज जाँदैछु क्लास, स्कुल जाँदैछु। मेरो स्कुल चाहिँ यही हो। म पुग्न लागिसक्यो। अब मेरो होस्टेल चाहिँ यहाँ छेउमै हो। सो म चाहिँ आइपुगिसकेँ स्कुलमा। यो चाहिँ हाम्रो स्कुल गेट। म चाहिँ अब भित्र इन्ट्री गर्न लागिरहेको छु। भित्र गइरहेको छु स्कुल। अनि यो चाहिँ कस्तो आइरहेछ? म चाहिँ इन्ट्री गरिसकेको छु। यो चाहिँ 2 फ्लोर हो। हाम्रो क्लास चाहिँ सायद 3 फ्लोरमा होला। दिल्ली ल्याइदिएको। आज हाम्रो सेन्से हो। जानेछु अब क्लासमा। मेरो क्लास चाहिँ यो हो। Konnichiwa sensei. 入ってもいいですか? 入ってください。 यो चाहिँ हाम्रो क्लास हो। यो चाहिँ मेरो ग्रुप। यो चाहिँ मेरो ग्रुप। चाहिँ सेन्ससँग कुरा गरिरहेको छ। 1:20बाट क्लास टाइम हुन लाग्यो। क्लास पनि खासमा 4-4जना हो ग्रुपमा। अहिले हाम्रो चाहिँ आउन लागेको छ 3 जना मात्र अहिले। यो चाहिँ श्रीलङ्कन हो, नेपाली, नेपाली। अनि यहाँ एकजना नेपाली छ। हाम्रो चाहिँ इन्डियन, नेपाली, म्यानमार अनि श्रीलङ्कन छ क्लासमा। चाहिँ हाम्रो ब्रेक भएको छ। 3:50 भयो। सो अब 10 मिनट ब्रेक। आज पढियो। अब चाहिँ हाम्रो 3 बजीदेखि जिएलपिटीको क्लास। अब भेट्छ एकछिनमा। हामी चाहिँ अब पानी खान जाला निकायमा। के हो यो? खै यो आएन। जाउँ। पानी खान जान आइरहेछन्। हामी चाहिँ गइरहेछौँ पानी खान। सो हाम्रो यहाँ चाहिँ पानी पिउने ठाउँ हो। भेन्डिङ मेसिन पनि छ। पानी चाहिँ यो लिन आएको, यो पुचेको हो है। अहिले चाहिँ हाम्रो ब्रेक छ। हामी चाहिँ यता बसिरहेको छौँ। सो अहिले चाहिँ ब्रेक। यसो बसिरहेको छ। यो चाहिँ हाम्रो ब्रेक। मेरो चाहिँ क्लास सकिएको छ गाइज। म चाहिँ फर्किँदैछु घर। सो अहिले चाहिँ 4:30 भएको छ। म चाहिँ फर्किँदैछु घर। रुम चाहिँ यहीँ हो। सो 1 मिनटमा पुग्छु। म चाहिँ फर्किँदैछु। सो देख्न सक्नुहुन्छ मेरो होस्टेल चाहिँ हो।